काम गर्न गाह्रो हुने रहेछ कि सजिलो छ छोरो? हो हामी माझमेलीको खोलामा हिँड्दैछौँ। गाह्रो भयो सल्लाहगारीमा हिँड्नलाई? गाह्रो छ कि छैन सुप्रिम? जुत्ता किन लगाएको त? गाउँले जीवन ठिक छ कि सहरिया जीवन ठिक छ? शुभेच्छालाई के भन्न चाहनुहुन्छ? यो सिरा र डोडुङ्गा हामी खालोको उकालोमा छौँ, हिँड्दैछौँ। माझमेलीको क्रस गरेर फेस देखाउनु पर्यो भने यसले फेस देखाउनु पर्छ। राम्रो ल जाम ल आउनु। ल ओके सुप्रिम रेल गो। म त चाड सकिनको त्यस्तो जस्तो। ल यस्तो वन उता हरियाली पुरै। फाइनली हामी माथि पुग्न लाइन। पसिना आओ बाबा यताबाट। ल यहाँ चाहिँ सल्लाहले टक्कै। ल अब आउन लाऊ अलिकति यताबाट चट्ट हामी उता तलबाट हामी लगाइस तल खोलाबाट यति मिहिनेत लाग्यो यहाँ आउन। काकाबाट ल्याउनु पर्दो रहेछ। फाइनल्ली हामी आइपुग्यौँ। ल अलिकति बाँकी। बाटो चढेर यहाँसम्म आएपछि ठ्याक्क हामी उता तल सङ्घर्षपछि त सफलताको खुसी हुन्छ हुँदैन? हुन्छ। अब आऊ ल ट्याक्कै पराल छ है त तर सल्लाह ल फेरि कहाँ आयो है? अझै बाँकी छ बाबा। एकछिन बिसाइनी हुन्न र? ल फाइनल्ली कता यताबाट अब घर जाने। ल अब बाटो थाहा छैन तर मलाई त हिँडेको छैन तर म त यो हामी सेमलालबाको बङ्गाला आइपुग्यौँ। ल बङ्गाला आइपुग्यौँ। अब हामी माथितिर जान्छौँ। छहराको चौरमा अब पुग्छौँ। छहराको चौरमा पुगेपछि भेडीखोर आउँछ। भेडीखोर उतातिर छ त गाइस यतातिर। हामी यहाँबाट छहराबाट
कता कता जान्छौँ ल गाइस भर छैन ल बाबा त्यो रक्सी खाएर भागेकोलाई त्यो भिडियो गरायो भने त भाइरल हुन्छ होला है त्यो हाल्यो भाइ बाबा चिप्लाऊ ए छोप्नु त लाउनु ल फेरि चिप्लाऊ त ल माथि यता टाढा हुन्छ कि म धेरै भिडियो ल यता टक्क गाइस ल अलिकति अनि म लगाएछ नि त गाइस टक्क हामी चाहिँ यहाँ आइपुग्यौँ ल टक्क ल एकदम फेरि अब अलिकति अनि हामी ठ्याक्कै आइपुग्यौँ घाँसहरूले चाहिँ यस्तो घाँसहरूले चाहिँ ग्रिप गर्न दिँदो छ सल्लाहले त गर्नै थिएन हामी आयौँ यता सक्नुहुन्छ छोरा चौर यहाँ ल अलिकति माथि अनि तल अनि माथि गएर बिसाउने अलिकति गरेर सिकाउँ ट्याक्क हामी चाहिँ आइपुग्यौँ अनि छोरा चौर भन्ने ठाउँमा अनि माथि गाडी बिसाउँछु मलाई कसैलाई भन्ने थाहा छ कि छैन कमेन्ट गर्नु होला है त हाम्रो त यहाँ हामीलाई जाडो भाउ जस्तै हाम्रो सिरक जस्तै जुन चाहिँ भैँसी गाईहरूको सिरक ल्याइदिउँ हामीले यस्तो पसैला होइन बाबा भैँसी गाईहरूको सिरक ल्याइदिउँ हामीले अब हाम्रो जस्तै यहाँ मैले पसैला ल्याएँ टाढा आयौँ टाढादेखि त गाइस ल त्यता टाढा ल टक्क आइपुग्यौँ गाइस यही बिसाउँ ल गाइस कहाँ बिसाउने वाव फेरि त्यो तल त्यसमा सबसे ठुलो पहाड बनायौँ लगाइछ ट्याक्क कैयौँ घन्टाको टाइमबाट बल्ल भैँसी गाई पाल्न गाह्रो छ दुध घिउ खान नि गाह्रो गाइस
चाहिँ आइसकेको छु। अब भेडीहरूको घर हाम्रो भेडीघर भन्ने हाम्रो बुवाको आफ्नै भाइको घर त गाइस ल एउटा मात्रै घर थियो। यहाँ टाढो कतना गयौँ ल गाइस हामी आइसक्यौँ रुखमुनि बिसाउने घर नआउँछ ट्याक्कै रुखमुनि आइपुग्यौँ ल गाइस। यो चाहिँ बोर्डर बाटो हाम्रो आउने जाने टाढा पछाडि जानुपर्छ तल ल गाइस एकदम टाढा गयौँ। 9 बजेको टाइम 6 बजे हिँड्यौँ 12 बजीतिर पुगिन्छ 12 कि 2 बजीतिर पुगिन्छ त गाइस ल ठ्याक्क गाइस ल गाइस माइजपुर गएकी आएको छैन एक्लै छ त्यो बहिनीलाई पनि अब